आज चाहिँ मेरो किचनमा पाक्दैछ साथीहरू लौका र आलुको तरकारी। नमस्ते, स्वागत छ हजुरलाई मेरो आजको मिनी ब्लगमा। अनि आज चाहिँ मैले लौका र आलुको तरकारी पकाउन गइरहेको छु। अनि यसलाई चाहिँ मैले सुरुमा काटकुट पारेर सबै धोइ खाली गरेर रेडी पनि बनाइसकेको छु। हजुरलाई चाहिँ कस्तो लाग्छ लौका र आलुको तरकारी प्लिज कमेन्ट गर्नुहोला। मन पर्नेलाई नि मन परे नि नपरे नि कमेन्ट चाहिँ गर्न नछोड्नु होला साथीहरू। सुरुमा चाहिँ मैले तेल हालेँ, आलु पनि मैले काटेर रेडी बनाइसकेको थिएँ हैन। अनि मैले चाहिँ तेल हालेर आलुलाई चाहिँ मैले एकछिन फ्राई गर्छु। हजुरहरूले पनि के तरकारी पकाउनु भयो होला प्लिज कमेन्ट गर्नु होला। हामी केटी मान्छेलाई चाहिँ बिहान के पकाउने बेलुका के पकाउने भनेर टेन्सन मात्र हुन्छ कि है साथीहरू। हजुरलाई चाहिँ के हुन्छ, अहिले चाहिँ अलिअलि बारीमा फलेको छ नि त, फल्ने सिजन छ। सो अनि मैले चाहिँ आलु भुटेपछि यता मैले टमाटर पनि धोएर पोखालिसकेँ। अनि त्यसपछि मैले अघि फ्राई गरेको आलुमा चाहिँ मैले लौका पनि हालेर रेडी बनाइसकेँ। अनि अब चाहिँ यसलाई मैले चलाउँछु, चलाएर एकछिन चलाएर रातो बनाएर फ्राई गरेर एकछिन चाहिँ मैले यसलाई छोप्न छोडिदिन्छु कि साथीहरू। अनि हजुरहरूलाई चाहिँ प्लिज मेरो भिडियो हेरेर लाइक कमेन्ट फलो सेयर रिपोस्ट गरिदिनु होला मेरो भिडियोलाई चाहिँ। म चाहिँ सानो टिकटक युजर, मैले चाहिँ सानो टिकटक युजर हो। सो हजुरहरूले प्लिज साथ सपोर्ट गर्नु होला। अनि त्यसपछि मैले यता चाहिँ टमाटर काटेर पनि रेडी बनाइसकेँ तरकारीमा हाल्नको लागि। अनि मैले चाहिँ एकछिन यसलाई छोपेर अनि मैले चाहिँ भिडियो बनाउन बिर्सेछु कि साथीहरू। सरी फर द्याट होइन साथीहरू। अनि मैले चाहिँ यसलाई टमाटर नुन बेचार मरमसला हालेर सब हालेर रेडी पनि बनाइसकेको छु। अनि यता चाहिँ मैले खानासाना पाकेर दाल अघि नै पकाइसकेको थिएँ, भिडियो चाहिँ मैले गरिनँ। दाल भात सब हालेर रेडी पनि बनाइसकेँ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।